हेलो नमस्ते सेवा सम्पूर्णमा म चाहिँ मेरो जन्म घर मेरो जन्मथल मेरो माइत प्यारो माइत आएको छु। यो चाहिँ मेरो देखिरहेको निलो घर चाहिँ मेरो मिल्ने साथीको घर। अनि आज चाहिँ हामी जेठा दादाको बुल्लुबोटको पुस्दैछौँ। बुल्लुबोटको पुस्नै पर्छ अरे नि त। सबै कर्म चाहिँ रित गरिसक्यो भने यो रित चाहिँ गर्नु बिर्सिनु हुँदैन अरे। यो सबैभन्दा मेन इम्पोर्टेन्ट चाहिँ यही रित छ। यो गरिएन भने सबै पछि अनेक के हुन्छ नि, अब चुलामा लाउने के भन्ने छेकिन्छ, दाजुभाइहरूको बिहे पनि रोकिन्छ छेकिन्छ, बिहे त रोकिँदैन त्यहीहरू यस्तो रित अर्को बुल्लुबोटुको भाइहरूको गर्दा छेकिन्छ अरे। अनि यो चाहिँ गर्नैपर्छ। अनि एउटा भाले काट्नुपर्छ। अनि नयाँ बोटुका किनेको हुन्छ त्यसमा वाबुकको पानी भर्ने अनि त्यसपछि चुलाको वरिपरि घुमाउँदै आफ्नो भाषादेखि के भन्नुहुन्छ पुस्नुहुन्छ त्यसरी चुलालाई। अनि यो चाहिँ पर भाउजूको घर लगेर त्यहाँ पनि के गर्नुपर्छ यो रित हो क्या। अनि अब यो वाबुक सोलोनमा वाबुकदेखि रक्सी अनि यो बोटुका अनि कोन्दी भनिन्छ। कोन्दी भनेको थोरै सुँगुरको मासु, त्यो चाहिँ वाबुकको यस्तो घाँटी हुन्छ नि यसकोमा बाँधिन्छ, त्यही भएर त्यसलाई कोन्दी भन्छ, कोन्दी मासु। अनि हो त्यो पनि लाने यसरी गरिन्छ। अनि भरे यो चाहिँ यसो गरेर यहाँ पुजिन्छ। अनि यो बोटुका अनि थोरै कोन्दी भन्ने मासु हुन्छ, यो वाबुकको घाँटीमा बाँधेर लगिन्छ, त्यही भएर त्यसलाई कोन्दी भन्छ, कोन्दी। अनि कोन्दी सा अनि त्यो लग्नुपर्छ। अनि दादा भाइ अनि कोङ्पीहरू दुईजना भएर लानुहुन्छ। अनि उता पनि पुस्नुहुन्छ। आफै त्यसरी खेल्दैछ। चुलालाई पुस्नुपर्ने देखाउनु पर्ने त्यो सबै गरिसकेपछि भालेलाई काटकुट पार्ने भुटभाट पार्ने। अनि जति भेला भएको छौँ नि अनि त्यो रक्सीसँग थोरै थोरै सबैले खाने। जोस् मैले र दादाले चाहिँ खानु भएन, दादाको यो चोङ्गाको नि त बुलु, अनि त्यही भएर दादाले चाहिँ खानु हुँदैन। अनि म पराई घर गइसकेको भएर अनि यो मैले चाहिँ खानु हुँदैन, मैले र दादाले खानु हुँदैन, अरू सबैले चाहिँ हुँदो रहेछ यो मासु। अनि मैले भुटिसकेँ। त्यसपछि बाजेहरू काकाहरू सबैले गफ गरेर मिठो मान्दै गफ गर्दै खानु हुँदैछ। अनि यसरी नै हो बिहान चाहिँ। अनि त्यसपछि हामी खानासाना बनायौँ अनि खायौँ। अनि 1 बजीतिर जाने भन्नुहुँदै थियो नि त दादा भाइ अनि कोङ्पी बाजे र एउटा भाइ काका हुनुहुन्छ सायु काका। अनि त्यसपछि उहाँहरू जानुहुन्छ। बाजे र काका पनि आइपुग्नु भयो। कोन्दी मासु भन्छ हो यसलाई नै साथीहरू, कोन्दी मासु भन्छ। त्यो मैले जुन हातमा देखाएँ नि त्यो उमा बाँधेको पातमा हो त्यसलाई कोन्दी मासु भन्छ। अनि त्यसपछि बाजे र काका आइसक्नु भयो। अब बाटो लाग्नु भएको दादा गिलेन चाहिँ बाजेका यो गिलेन यो बाहिरै त्यो त पक्रिने नि यो नत्र उहाँको खेत उहाँको जोगाउनु पर्ने हुन्छ बोटको चाहियो त्यो त तेरो काकी मजाले आठी के अरे कि भाइको कमेको ठक ठक दिइजाने खेत ल हजुर आटिकी झुन्डाली ल पर्त्याङ बरबोटेको बरबोटे के पो तारामान यो पनि के चेपेरै बोक्नु पर्ने तोला तारा भरे कोइन्दा सबै खाना भित्र नि त पुगो कफेरको दगेर त जेठा पक्के तासिम दाम कहाँ ले है त मजाले बेउली लिएर आउँछु पुगो बेउली पनि ल्याउनु हैन त। हाम्रो मेन कोङ्पी चाहिँ डिलिसेर बाजे र सायाङ भाइ दुईजना नै पहिला पनि कोङ्पी गर्नुभएको नि त। अनि यो बुल्लुबोटका पुऱ्याउँदा पनि कोङ्पीले जसले रित गरेको उसैले जानुपर्छ नि त, लानुपर्छ रहेछ नि त। गुराँस घर छेउमै मेरो गुराँस देखिरहेको छ है। माइत गाउँ मेरो यस्तो छ है। यहाँदेखि खासै गाउँ देखिँदैन नि त, पारी पर पारीदेखि यता हेर्नुभयो भने यो हाम्रो जन्म गाउँ एकदमै राम्रो। यो निगालबस ड्याममा बसेको गाउँ एकदमै राम्रो देख्नुहुन्छ। माइत घर आएर त्यसलाई नभेटी त कसरी जानु, फेरि बिच्किन्छ नि त, यो बिच्किन्छ क्या, धेरै रिस आउँछ यो। अनि अहिले चाहिँ